यीशुले भन्नुभयो, स्वर्ग र पृथ्वी बितेर जानेछ, तर मेरो वचन चाहिँ बितेर जाने छैन। यसरी कोही ख्रीष्टमा छ भने त्यो नयाँ सृष्टि हुन्छ। पुराना कुराहरू बितिसके, हेर ती नयाँ भइसकेका छन्। यीशुले तिनलाई भन्नुभयो, बाटो, सत्य र जीवन मै हुँ। म बाहेक अरू कोहीद्वारा पिता कहाँ जान सक्दैन। स्वच्छ हिमाल झैं पवित्र हृदय भएकी प्रभा, यही बाटो, सत्य र जीवन ख्रीष्टलाई प्राप्त गरेकी नारी हुन्। अब उनको जीवनमा एउटै लक्ष्य छ, ख्रीष्टको महान आज्ञा शिरोपर गरी सबैलाई सेवा र सुसमाचार दिनु अनि प्राण नगएसम्म उनकै प्रेममा स्वच्छ सरिता झैं निरन्तर बगिरहनु।